Good morning guys, welcome back to our channel. अन्त आज चाहिँ मैले फोक्लेबाट भिडियो स्टार्ट गरेको छु र इन्जोय गरिदिनु होला, हेरिदिनु होला। सो फोक्ले डाँडा चाहिँ यसलाई नै भनिन्छ। अन्त फोक्ले डाँडामा चाहिँ के छ भन्दा चाहिँ कहाँ चाहिँ सनराइज हेर्नु आउँछ। तर हेर्नु न गाइस, फ्रिज भएको चिसोले धेरै चिसो छ। लास्टमा चाहिँ हामी दुईजना मात्रै छु, अगाडि हाम्रो पाँचजना चाहिँ अगाडि गएको छ। उनीहरू चाहिँ किनकि अलिक एक्साइटेड छ, फर्स्ट टाइम रहेछ उनीहरूको चाहिँ। हामी त आइबसेको फोक्टे, सो त्यति साह्रो खास लाग्दैन। आज राम्रो पनि छैन, सनराइज पनि राम्रो देख्दैन जस्तो लाग्यो। कसो हुन्छ अहिले हेरौँ। फ्रिज भएछ गाइस चिसोले चाहिँ, यति साह्रो चिसो छ कि गाइस। हेर्नु त धजाहरू त अन्त फ्रिज भएर बसिदिरहेछ। चिसो चाहिँ सनराइज चाहिँ त्यति साह्रो देख्दैन जस्तो लाग्यो आज चाहिँ, किनकि धुमो छ। तर गाइस कसले भन्थ्यो यो तल कालीझार हो भनेर? सेतीझार हो गाइस, यो तलको सेतीझार सेतै भइसकेको छ। हावा चाहिँ तर त्यति साह्रो लागेको छैन अहिले चाहिँ। राम्रोमा आएछ हामी मौसम हेरेर, अन्त हावा चल्नु भए साह्रो पर्थ्यो हामीलाई। त्यो हाम्रो ग्रुप चाहिँ कहाँ गयो, फोक्टे आउँछु भनेर कता गएको नि, सिङ्गलिलातिर गयो होला। हामी दुईजना मात्रै छु। सो त्यही हो गाइस, हेर्नु न केही देख्दैन नि अगाडि त। यस्तो चाहिँ हालत चाहिँ फोक्टेको। यति साह्रो लामो छ कि यो फ्रिज भएको चाहिँ, पत्ता जस्तो देखिँदो रहेछ नि। मलाई यस्तो गर्नुपर्छ। आहा मैसा लामो छ गाइस है। चिसो तर यो बर्सात हो गाइस, भगवानको खानुपर्छ। तर घाँटी चाहिँ यसले चाहिँ सिम चट पारिदिन्छ। ल गाइस भेटौँ है त। फोक्टेमा चाहिँ त्यति साह्रो सनराइज होइन, सन राम्रै घाम राम्रै आइदिन, बादलहरू रोड छ। सो मजा आइदिन। तर मजा चाहिँ केमा आयो भने चाहिँ यो वरिपरि जति नै फ्रिज भएर बसेको छ नजारा गाइस, फ्रिज भएर बस्दैछ। त्यही हो, अब हामी दुईजना मात्रै रहेछ, उनीहरू सिङ्गलिला लाग्दैछ, पारिपट्टिबाट गराउँदैछ। चिसो त्यतिकै छ गाइस। सो यहाँदेखि स्लिपिङ बुथ पनि देख्थ्यो, तर धुमोको कारणले देख्दैन आज जस्तो लाग्यो, अनि देख्दैन। अन्त यो फोक्टे हेरिराख्नु होला गाइस, धेरै फेरि आइँदैन, इन्जोय गरिदिनु होला। यहाँ पारिपट्टि चाहिँ स्लिपिङ बुथ देख्थ्यो, खासै दिन धुमो भएर राम्रो देखिन। सो भ्यू पोइन्ट चाहिँ यहीँ हो, यहीँबाट यहाँदेखि चाहिँ आउँथ्यो काम। आज चाहिँ आइदिन, थ्याङ्क यू तपाईँलाई झुकाइदिएकोमा। सो हाम्रो क्याम्प चाहिँ कहाँ छ भन्छ, तल छ यो गैरामा तलनिर त्यहाँ छ। टुसार हेर्नु गाइस यहाँतिर त, यसमा चाहिँ चिप्ले चाहिँ भन्छ मान्छेको टुइकीहरू सबै भाँचिन्छ नि। भयो फेरि बाटोमै छ, हेर्नु नि जोकेर हिँड्नुपर्छ यस्तोमा चाहिँ हो। झन्डै चिप्ल्यो, त्यही हो। पुरै ढुङ्गाहरू यस्तो धाँधे परि गएको हुन्छ, यस्तोतिर जोकेर हिँड्नुपर्छ। खुट्टा सर्किनु पनि सक्छ, मड्किनु पनि सक्छ यस्तोमा चाहिँ। उक्का लाउँदा त के हुँदैन, उँधो जाँदा चाहिँ हल्का जोगिनुपर्छ। सो हामी चाहिँ कालीझारमा आइपुग्यो। कालीझारमा चाहिँ तपाईँहरूले नोटिस गर्नुभयो भने चाहिँ तिनवटा कलर हुने रहेछ। एउटा ब्ल्याक कालीझार, त्यसै नाम कालो भएर कालीझार हुन्छ। सेकेन्ड वाइट किनकि यो यिनीहरू फ्रिज भएर बसेर किनकि वाइट देख्दो रहेछ वरिपरि। त्यहाँबाट चाहिँ जब चाहिँ यो लास्ट कलर चाहिँ जब चाहिँ यो सनराइज हुन्छ त्यसको रेले गर्दा चाहिँ कस्तो अब ओरेन्ज भनौँ न, ओरेन्ज न त रेड हो, त्यस्तो कलरमा हुँदो रहेछ। सो तिनवटा कलर हुँदो रहेछ कालीझार चाहिँ गाइस। यहाँ चाहिँ हाम्रो क्याम्पको छेउमा चाहिँ के छ भन्दा चाहिँ यो चाहिँ याकहरू मरेकोहरूको रहेछ हड्डी। यसको सुप दालै खानुपर्छ आज, हुन त घर पुग्दैन यसको सुप खाएन भने। फर्स्टमा देख्दा त मान्छे कस्तो लागेको नि, किनकि टुरिज्म स्टुडेन्ट हो, साइन्सको त के याद हुन्छ, हड्डी रहेछ मान्छेले याद आइहाल्यो। त्यही हो, ठुलो थिएछ तर यो चाहिँ खाएन नि। यहाँ चाहिँ पानी तताइरहेको छु मैले, त्यही हो।
हामी चाहिँ आइपुगेको छ हाम्रो क्याम्पमा। हाम्रो क्याम्प चाहिँ यो साथीहरू आउँदैछ। खानाहरू पनि प्याक गरिसक्यो, ब्रेकफास्ट पनि गरिसक्यो र अब टेन्ट भत्काउनु मात्रै बाँकी छ। त्यही हो गाइस, मजा आयो, मजा गऱ्यो। Yeah.